नमस्ते च्यादर सम्पूर्णमा आयो हजुर साँच्चै हुनुहुन्छ होला हामी पनि साँच्चै छौ आज हामी चाहिँ लिएर आइसकेको छौँ हजुरमाझ मुङबाङ भिडियो साथीहरू आज चाहिँ हामी ढेडो च्यालेन्ज गर्दैछौँ साथीहरू ढेडो अनि यहाँ रहेको छ मासु साग अनि यहाँ रहेको छ नली बोन न्यारो अनि यो रहेको छ सुप अनि यो रहेको छ ढेडो अनि यो रहेछ खुर्सानी साथीहरू जसले हार्छ उसले चाहिँ पनिसमेन्ट खुर्सानी खानु पर्ने छ अब चाहिँ हामी ढिलो नगरेर खाना खाँदै अब चाहिँ हामी खान्छौँ किनभने ढेडो सिलाउँछ साथीहरू ल 1 2 3 गो खायो सुन्न यसलाई कति सम्झाएको मैले मा कसम मैले रक्सी छोडेको त्यो बेलामा आएर हल्ला गर्छ बाहिर हो यस्तो नगरे तिमी मेरो अगाडि म चाहिँ बोल्यो भने तिमी के बोल्छौ भिडियो बिगानीका मात्रै लात्र हानिदिन्छु खाबला भिडियो बिगानीका मात्रै लात्र हानिदिन्छु खाबला साथीहरू के गर्ने भिडियो बनाउनु वार्ता पर्नु छैन क्या कस्तो भयो यो चाहिँ मेरो बुढाको लागि यो चाहिँ मेरो लागि किन म त्यति छोरा बोल्छु दाम्ने पाएको छ गाडी दाम्ने मोबाइल किन्यो पैसा पायो दिनकै के गरे च्याउचाउ र अनि चाउमिन खाँदै पाउँदैन त्यसरी हुन्छ ए यार मार्क्स मेरो एक छो पनि छैन कि यो यार हो नै भयो माथि नभन आफ्नो काबुले तेरो छोरा मेरो छोरा शरीर त्यस्तैसम्म चिसो लाली अब पानी पनि जान्दा नि हो एउटा कुर्छ तैँले ख्याल राख्नु छैन भने दामी भयो कसरी शिक्षा यो छोरो यो मान्छे तेरो छोरी तेरो छोरो मेरो छोरो के कम छ तेरो छोरो हो मेरो छोरो बराबर हो बाबु अब त्यो अनुसार त्यो छोरा मेरो क्लियर हुनु पर्यो त्यो अनुसारले त्यो खुन अनुसारले हेर्ने त त्यो छोरा क्लियर हुनु पर्यो के बाबु दामी छ यार दामी प्लेटमा हाला पनि के खाना बबाले बसायो
खुनाको बल पऱ्यो दुईजना चिसोले खाएको थियो र न यो मुजी खेल्न त्यो राम्रो हुन्छ खेल्दैन अनि नखानु यो मसिन पढाइ लेखाइ छोड्यो होइन भरा बस्छ काम राख्यो तेरो छोरा उहाँ काकासँग त्यसको मान्छे तर के गर्नुपर्छ है दुई जोड कपडा आफ्नो कपडा बस होटलमा काम गर्दाखेरि होटलको युनिफर्म अलग दिन्छ कहाँ जाने कमाने कोठाली हो अब काम मसिन हो त्यो चिकन ल्याएर हाने दुधै छोरा चाहिँ फर्केर हाल्छ फर्केर सिप कुनै दिन सिपै हुन्छ ल्याउनु त 30,000 कफी के कफी हाल्ने कफी बनाउनु त्यो मुझे कफी हाल्ने म त्यति गर्नु म कफी डिजाइनवाला कफी के त्यो झाँसी थाहा छ मलाई पुरा त्यो सकल स्टिकर हालेर बनाउनु मन थाहा छ त्यहाँ स्टिकर गरेर हातले बनाउने हो ल्याउनु 30,000 चाहन्छु ल्याउनु 30,000 भने सिप फ्रीमा आउँछ के हो यो के हो यो हो त छोरी हो मैले भुलेको पछाडि कफी मसिन छ क्या बुझ्नु कफी मसिन त भइहाल्छ नि के गर्नु मजा गर्नु यो कफी मसिन हाल्नु यो त्यो पुल आउँछ टिभी हो यो एकदम सबदेखि हो नि 55 इन्च टिभी हो यो छोड्दै सबै खाने हो मेरो खाला नि बोल्न लाग्यो त्यो यो पनि हो भाषण खानु
हात ताजा खाने भने मेरो यो त हो यस्तो पाउँदैन ला पाउँदैन जानु पर्छ को हो पानी कति नराम्रो छ को हेर्छ दादु दुध कस्तो दिएर उठेर अभी 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 बरं हाउस मुसिकल बस्ने रुमा बाहिर ल्याइदिन्छ नानीको बाहिर ल्याइदिन्छ अभी हेलो सी गरेर आउने के रोक त छोड त सी गरेर आउने हजुरमा गएछ कता छैन मलाई उसले चार बुझ्नु चाहले सिङ भने बाई बाई गर्छु बाई बाई भयो ल मसिहाल्यो नि तिमीमा कुनै कुनै त भोलि हप्ता होला है सक्यो गाइस बाहिर जाने नि के ल साथीहरू आजको च्यानल चाहिँ मेरो बुढाले चितिसक्नु छ ए होइन म चाहिँ हारिसकेको छु साथीहरू अब चाहिँ पनिसमेन्टको पालो आयो पिरो भयो नखान क्या पिरो खुर्सानी खाने त हाम्रा खान त पऱ्यो नि अब खाने हो खाने हो खानुपर्छ पैसा धान एउटा खुर्सानी खान्छु म गाइजोले हेर्नुभयो थाहा होइन म त एउटा खुर्सानी खान्छु है साथीहरू ल खाए ल अब मैले पिरो बना है अब तो इसमें पिरो बना है कोरंत कुछ भी रहेछ आया आया बेस डल्ले खुर्सानी जस्तो साथीहरू साह्रै पिरो रहेछ खुर्सानी मकै अब चाहिँ हामी भेट्नेछौँ अर्को ब्लगमा त्यति बेलासम्मको लागि टाटा बाई बाई साथीहरू हाम्रो भिडियोजहरू कस्तो लाग्छ प्लिज सबैजनाले सब्सक्राइब गरेर नभुल्नु त्यति बेलासम्मको लागि टाटा बाई बाई यस्तो गर न छैन मेरोमा ऊ त अर्कोमा अर्को के ऊ त मोटोमा छ त्यसमा मोटोमा गर न मोटो भयो त खाएको